भाउजूको मुटु चुडी जान्छ होला हो। सबभन्दा उठेर के गरिन्छ? मुते। एक घर एक युट्युबर। पारी हेर्दै मुत्नुको मजा कम्ती फाइदा हुन्छ, कम्ती आनन्द हुन्छ। के गर्या? सो साथीहरू, यो चाहिँ हाम्रो पानीको पाइपै देख्नुहुन्छ नि, यहाँदेखि यहाँ पानी जम्मा भएर जान्छ नि। हाम्रो पानीको मुहान चाहिँ यहाँनिर छ, यहीँ मर्मत गर्न आएको हामी। केटोले थाल्यो। कता हिँडेको कपाल बाँधेर, हट भएर पट भएर हामी गाडी गुडाउँदै 25 करोड सम्झिँदै होइन। सो के छ, वेलकम ब्याक टु माई चेम्जङ ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु। सो अनि आज चाहिँ बिहानै मैले भिडियो स्टार्ट गरेँ। भिडियोहरू खासै बनाउनै मन लाग्दैन, त्यही नै हो। अब युट्युबबाट आएको पैसाले के गर्ने भनेर हो क्या। सो अनि 25 करोड पैसा नेपाली पुलिसहरूले समातेको छैन। 1 करोड मात्रै यसो मलाई फालिदिए नि हुन्थ्यो नि। सो अनि आज चाहिँ मलाई अलिक न्यू लुक्समा देख्दै हुनुहुन्छ होला होइन। मेरो लुक्स यस्तै नै हो। अब कपाल लामो भएपछि हल्झाउँछ नि त, अनि भान्नै पऱ्यो। दुःखको छैन, चिलाउँछ। नुहाएको छैन, कति भयो नुहाएको। किन भन्दाखेरि अब रुगा लागेर ग्रस्त थियो, त्यही बेला नुहाउँदाखेरि झन् साह्रै पार्छ क्या। त्यही भएर नुहाएको छैन साथीहरू। अनि आज चाहिँ म एकै बिहानै भिडियो स्टार्ट गरेँ। अनि म चाहिँ लाग्दैछु काम गर्न। के काम भन्दाखेरि हाम्रो चाहिँ खानेपानीको मुहान चाहिँ अलिकति बनाउनु पर्नेछ। त्यसको लागि यहाँ अलिमाथि काकाहरू दाजुहरूसँग खानेपानीको मुहानमा जानुपर्ने हुन्छ। सो त्यही नै हो होइन। किन लामो लामो सास ताने भन्दा नि 25 करोड क्या यार, कहाँ गयो होला है त्यो 25 करोड? ए बा, कसरी समात्यो होला है? त्यही हो, साथी साथीमा लेनदेन मिलेन होला होइन, के मिलेन, त्यही भएर समातिएको हुनसक्छ त्यो 25 करोड। ए नेपाल सरकार, 1 करोड त मलाई पनि हाल्दैन, मेरो खाता पठाइदिन्छु रेबरेटमा यार। सो त्यही नै हो साथी हो। अब जोकिङमै पनि भिडियो स्टार्ट भइसक्यो। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज 1 लाइक 1 कमेन्ट अनि 1 सब्सक्राइब गरिदिनु ल। त्यही नै हो हामीले चाहने भनेको। अनि अहिले चाहिँ नेपालमा युट्युबरहरू एकदमै च्याउभन्दा पनि साह्रै उम्रेको छ क्या। 1 घर 1 युट्युबर होइन। अनि हाम्रो म्यासेज इनबक्समा आउँछ, मेरो च्यानल सब्सक्राइब गर्दो न। गरिन्छ, किनभने हामीले पनि भनेकै हो। सो त्यही नै हो, भिडियो हेर्दै गर्नु होला त गाइस। पारसे डाकाले त यहाँ आली हिलो सबै सकाएको रहेछ त नि। धान रोप्नलाई रेडी गरिसक्यो यहाँनिर। माटो होइन, ठिकै हुन्छ। सुकेन भने चाहिँ राम्रै हुन्छ। आलु रोपे पनि डेन्जर छ नि यहाँनिर। यो अस्ति खनेको कि गोडेको हो? पारसे डाका कहाँ छ हौ त्यो? कहाँ बसेर होइ गर्दै होइ गर्दै ट्यु 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 ट्यु। जम्मै पानी बनाउनु। के गर्दैछस् त? ल है साथीहरू, हामी चाहिँ अब पानी बनाउनु लाग्यो। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ दर्शक महानुभावहरू पनि अगाडि अगाडि जाँदैछन्। हाम्रो चाहिँ पानीको मुहान मर्मत गर्नलाई हिँड्यो। यहाँ अगाडि टोटली छन् होइन मान्छेहरू। खायो त यार, ढाकाले टङ्बा खाएर बिचक छ हौ इजा। यो ठाउँ चाहिँ साँच्चीकै दामी लाग्छ क्या मलाई। गाउँ होइन,
सिजनमा त झन् यस्तो बवाल हुन्छ। यो ठाउँ ठ्याक्कै 1 नम्बरै पर्छ है। म त आएँ हे। हामी चाहिँ हेरेको हेरे। हाम्रो आचार्य ज्वाइँले के गर्दै हुनुहुन्छ त्यहाँनिर? जानिहाल्छ नि। मर्मत मात्रै गर्नुपर्ने रे। आमामा ब्लोर हानिदिरहेछ त क्यामेराले त। सो साथीहरू यो चाहिँ हाम्रो पानीको पाइपै देख्नुहुन्छ नि, यहाँदेखि यहाँ पानी जम्मा भएर जान्छ अनि हाम्रो पानीको मुहान चाहिँ यहाँनिर छ। यहीँ मर्मत गर्न आएको हामी। ओ देखो अलैँची बारी बारी। यता हेर्दा बिहान उठेर मुख धोइनस्? ल मलाई देखा त। कपाल चाहिँ हो क्या खै के छ यार? तल एउटा कुरा सोध्छु म। ल भन। आज बिहान कति बजी उठिस्? म बिहानै होइन 5:59 उठेको थिएँ क्या। बिहानै सबभन्दा उठेर के गरिन्छ? मुते। सबैले हो नि बिहान उठेर हग्ने मुत्ने, त्यो त हुन्छ कतिको हुन्छ कतिको नहोला, तर म चाहिँ त्यही नै हो। मेरो दैनिकी बिहानबाट त्यहाँबाट सुरु हुन्छ। त्यसपछि मैले वस्तु घाँस गरेँ, अनि आयो अनि तातो पानी खाएँ, खाजा बनाइ खाएँ, अनि यहाँ अनुहार धुइस्? आफै हेर्न आजको लुक्स कस्तो छ अनि यो लुक्सले ठ्याक्कै मलाई कस्तो देखिन्छु भने त्यो एउटा रोडिजमा आएको थियो, होइन रोडिज होइन क्या, के अरे त्यो ब्लाइन्डेडमा क्या, ब्लाइन्डेडको एउटा क्यारेक्टर जस्तै देखाएको छ क्या, मलाई त्यस्तो लाग्छ है। अनि देखोस् होइन, यो चाहिँ हाम्रो पानीको मुहान, यता पनि मुहान। हामी त होइन यति सफा पानी खान्छौँ नि। यहाँनिर चाहिँ अब केटोले टक्क यो ड्रम निकाल्नलाई चाहिँ दुःख गरिरहेको छ। म सबै निकालेँ ढुङ्गा चाहिँ। यो ड्रम पनि निकालेर पुरा बालुवाहरू जमेकोला त्यसलाई पनि हामीले फाल्नुपर्ने हुन्छ। अनि यहाँ माथि हाम्रो काकाहरू चाहिँ माथि माथि जानुभएको छ, खै किन गएको, पानी सोझ्याउनु जानुभएको होला। अब यो पानी त अब अलैँची बारीबाटै आउने हो, आउनु चाहिँ। यो चाहिँ नपिउने पानी हो, यो चाहिँ पिउने पानी हो। यो चाहिँ खोलाको पानी हो, यो फेरि पिउने पानी हो। यो भनेको बगुवा पानी, यो भनेको मुत गुमुत सबै बगेर आउँछ। अब सङ्गो पानी त्यसरी झर्छ। खै खाना एकचोटि ग्रुपै हेलो काका, पुरा अब टाउको धुँदैछ हो यसले चाहिँ हो अब। अन्त ल हामीले चाहिँ अब यो निकालेर सफा गर्नुपर्ने हुन्छ साथीहरू। यो बोको केटोले थाल्यो, ल केटोले थाल्यो। ड्रम धुने कार्यक्रम चल्दैछ यहाँनिर। यो चाहिँ मुनि लेदो जमिन्छ। सर्पा त मरेको छैन नि, भित्र एकदम सफा छ। खै देखौँ खाली छ अरे। त्यो बारे पनि यहाँ आएर बोल्नु है। यता तल आएर हाम्रो यो मन बनाउने कार्यमा यो तलको त गर्न सकिँदैन। बल्लो हालेर यस्तो हल्लाउन दुईजनाले बल्लो हाल्नुपर्छ। ल अहिले हाल 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 छिटो।
के गर्या अरे उचाली राख्न टक्कसँगले होइन अब हामी दुईजना चाहिँ यहाँ तल पाइप चुडाउन जाँदैछौँ जङ्गलको बाटो जानुपर्छ खस्याङ खुस्याङ खस्याङ खुस्याङ म त लास्टै पिसाब लाग्यो यार कस्तो शर्मा मुतेर आउँछ पारी हेर्दै मुत्नुको मजा कम्ती फाइदा हुन्छ कम्ती आनन्द हुन्छ गाइजहरू म मुतेल हो क्या यो पारी हेर्दै होइन डिलमा उभिएर मुत्नु जति मजा त कहिले आउँदैन क्या लाइफमा म पर काठमाडौँ हुँदाखेरि होइन घरै घर हुन्छ त्यहाँनिर अब मलाई ठ्याक्कै पिसाबले च्याप्दाखेरि गाउँको याद आउँछ म यतिखेर गाउँमा भएको भए त यहीँ भित्तामा फर्केर यहीँ डिलमा बसेर मुत्थेँ भन्ने झझल्को आउँछ क्या त्यतातिर त मुत्नलाई पनि खाजा खानुपर्छ हौ को यसरी होइन डिलमा उभिएर पारी हेर्दै सुसुला बजाउँदै मुत्छ कमेन्ट गर ल ड्याङ क्या ड्याङ यहाँ रहेछ नि ओरिजिनल माल एक करोडको मा हामी पनि खरायो भनिदिउँ न कस्तो हुँदो रहेछ देखोस् गाइस खाने तरिका चाहिँ यस्तो हो क्या नटिप्ने बोटमै फक्राइ खाने हो भाउजूको मुटु चुडी जान्छ होला हो चिन्ता नगर्नु भलै दाजुले बनाइदिनुहुन्छ हजुर हामी त टक्कसँगले अब पानी पनि बनाइसकेर अब घर जाँदै गरेको ठाउँमा मान्छे कपाल पनि त्यसरी चिलाउँछ यार नधोएर होला यार तैँले पनि बाँधेको छस् म सधैँ बाँध्ने त चाहिँ आज मात्रै बाँधेको छु मेरो रबर लगेछ तेरो लबर यति सफा हुन्छ सधैँ हो मेरो लबर लगेर साथीले कपाल बाँधेछ यार अहिले त सो साथी त्यही नै हो हामी चाहिँ अब घर जाँदै गरेको अनि खै के गर्नु भयो भिडियो टुङ्ग्याउँ कि फेरि लम्ब्याउँ कि थाहा छैन आजको भिडियो सायद यति नै हुन्छ होला भरे दिउँसो के गर्छु थाहा छैन त्यही नै हो च्यानलमा नयाँ हुनुहुन्छ भने ड्याङ 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 सब्सक्राइब ठोक्नुहोस् होइन त्यही नै हो साथी हो